अब चाहिँ म्याक्सी कटिङ गर्दा हजुरले के गर्नु पर्यो भने यो 4 भाग छ हैन, कभर 4 भागमा छ। हजुरले सबभन्दा पहिला के गर्नु पर्यो, यसलाई चाहिँ यसको पुरा लम्बाइ हेर्नु त पहिला। यसको नाप भनेको 52 इन्ची लम्बाइ, 32 छाती, 2 इन्ची उसको बाउला र 14 इन्ची बाउलाको मोरी छ है। यसको पुरा लम्बाइ चेक गर्नु त त्यसरी कति छ सबै गर्दा 50 छ। 50 छ भने ठिक छ है। अब हामीले सबभन्दा पहिले के गर्ने, यो माथिको भागलाई हटाइदिनु पहिला, यस्तो गरेर हटाइदिनु। अब योबाट स्याट्टै यसलाई यसरी फोल्ड गर्नु त, हो त्यसरी फोल्ड गरेर हो यसरी राख्नु, यो बराबर बनाउनु त। अब यसरी चाहिँ हाम्रो यो 4 भागमा फोल्डिङ भइसकेपछि यसको चौडाइ हजुरले 8 इन्ची लैजानु। पारी पनि मार्क दिनु, यहाँ वारी पनि मार्क दिनु बराबर। यसरी चाहिँ पारीदेखि वारीसम्म चाहिँ यसरी भइसकेपछि काट्नु। स्केलले मार्क लगाउनु पर्दैन, काट्नु सिधै काट्नु त सक्नुहुन्छ नि हैन। यो माथिको चोलीको भाग यसरी काट्नुपर्ने हुन्छ। बस अब यो भयो। अब यो बाँकीलाई साइड गरिदिउँ। अब यसैबाट हजुरले माथिको चोलीको भागलाई तयारी गर्ने हो। यसमा के गर्नु, अब यहाँदेखि यता चाहिँ ढाई 2.5 हजुर, त्यहाँबाट 2.5 हजुरले यता गलाको गहिराई यसको लम्बाइ लिनु हजुरले 6 इन्ची बराबर। 6 इन्ची लैजानु, पछि अब सिलाइ गर्दै जाँदा 6.5 सम्म पुग्छ। यो चाहिँ अहिले 6 इन्चीमा फिक्स मार्क दिनु। अब यो यस्तो बनाएर यस्तो बनाउनु, यो फिक्सै ढाई यहाँ गरेर ठ्याक्क यस्तो कुना स्केलबाट बनाउनु न हजुर। म्याक्सी कटिङ गर्न एकदमै सजिलो छ, उयो गऱ्यो भने, सिक्यो भने। यो बक्स पनि बनाउनु, अनि त्यस पछाडि त्यसमा गोलो सेप दिनुपर्छ। बस अब यसलाई गोलो प्रकारले सेप दिनु त। सेप चाहिँ यो तरिकाले सेप दिने हैन। अब यो भइसकेपछि अब हजुरले यहाँदेखि यहाँ 3.5 इन्चीको यसको माथिको कुम हजुर। 4 त धेरै हुन्छ। 4 तपाईँहरू त मोटो मान्छेलाई 4 लिनु पर्यो हैन। यो उहाँको चाहिँ 32 छाती छ भने 3.5 नै होला भने। त्यस पछाडि अब यहाँ यो मार्क तलैसम्म लिँदा पनि भयो। तलैसम्म लिनु पहिला, सिधै लिनु न, यसरी सिधा दिनु। बस अब हजुरले यहाँदेखि यहाँ 6 इन्ची बराबर नापेर त्यही अनुसार घुमाउनु पर्छ यसमा आर्मलको भाग पनि। ठिक छ भनेपछि अब यसरी पारी यहाँ मात्रै लाउनुहोस् है मार्क। बस यो आर्मल सेपवाला स्केल युज गरेर तपाईँले के गर्ने भने यस्तो तरिकाले सेप दिने, मार्क लगाउने यसरी। बस भयो, सिम्पल छ हैन। यो तरिकाले यो गर्ने। अब हजुरले यहाँदेखि यहाँसम्म हजुरले 4 इन्ची बराबर यसको मार्क दिनु। अनि यहाँदेखि हजुर यहाँ 4 इन्ची 4.5 5 त्यो मान्छे हजुरले 4 राख्नु, यो मान्छे सानो हुनुहुन्छ त्यही भएर। अब यसको 32 लाई भाग 2 गर्नु, यहाँबाट यहाँसम्म 32 लाई भाग 2 गर्दा भाग 4 गर्दा कति आयो, 8 चौको 32 आयो हैन। 8 इन्ची राख्नु यहाँदेखि हजुर। जस्तो 32 को छाती छ भने 32 लाई 4 भाग गर्दा यहाँसम्म हजुरको उहाँको चाहिँ आयो। अब यसमा 1.5 इन्ची प्लस गरिदिनु। 1.5 इन्ची हामी लुज लिन्छौँ नि त हैन। त्यसमा मार्क दिनु। हो अब हामीले यहाँसम्म मात्रै हो, यो हामीलाई चाहिने भनेको है। अब हामीले चाहिने यहाँसम्म हैन। यो छातीलाई 4 भाग गर्दा यहाँ आयो, 1.5 इन्ची प्लस गरेर यहाँ भयो। अनि त्यसपछि अब काट्दा हजुरले दुईटै पार्टलाई सँगै गरेर मजाले सर्लक यो काट्नु, अनि यो भाग काटेर यहाँबाट निकालिदिनु, अनि यहाँनिर चुट्को लगाइदिनु, सिधै काट्नु। यसरी चाहिँ यो फिनिस गरेर काटियो हैन। यहाँदेखि यसरी यो काट्यो, यो भाग काट्यौँ। यहाँदेखि 4 इन्ची यो लग्यौँ। ठुला मान्छे हो भने 4.5 5 इन्ची लाउनु पर्यो। अनि यहाँदेखि कम्मरलाई 4 भाग गरेर यहाँ राख्ने, त्यसमा 1.5 इन्ची प्लस गर्ने। कुमको कुरा गर्नुपर्दा सानो साइजको मान्छेलाई 3.5,
ठुलो साइजकोलाई 4 इन्च राख्ने, अब हाफ इन्ची सिलाइमा जान्छ। त्यसरी चाहिँ यो गर्नुपर्छ। यो चाहिँ माथिको भाग भयो हाम्रो। अब तलको फराकको भाग काट्नु पर्यो। अब यसलाई चाहिँ नि हो यसरी बराबर गराउनु। यो भाग चाहिँ हामीले सुत्त राख्यौँ, त्यसलाई त्यसरी बराबर गरेर गराउनु। अब यसरी यो चाहिँ 4 फोल्डमा राख्यौँ होइन हामीले कपडा। अब 4 फोल्डमा यो कपडा राखिसकेपछि हजुरले अब फिता कसरी राख्नु भने यो मार्कदेखि माथितिर चाहिँ 8 इन्ची छोडेर 52 इन्ची लिनु पर्यो हजुरले। कपडा पुग्छ हाम्रो 8 इन्ची मार्कमा छोड्यौँ हामीले। त्यस पछाडि यो पुरा लम्बाइ लिँदा हाम्रो चाहिँ हो यो कपडा बस्ने कपडा हो है दिदी। त्यही भएर 8 इन्ची माथि छोड्यौँ हामीले। त्यस पछाडि सर घुमाउँदा 50 यहाँ आयो। अब हामीलाई चाहिने 52 थियो तर 54 छ, केही फरक पर्दैन होइन। यो बरु हामीले अलि ज्यादा फोल्डिङ गरौँला, किनभने यो कपडा धेरै बस्छ। यो उहाँले 1-2 चोटि धुनुभयो भने सर्लकै माथि आइहाल्छ। त्यही भएर यो सर्लकै यसरी निकालिदिनु। यसरी यो साइडबाट पनि हाम्रो कटिङ भयो होइन। अब त्यसपछि हजुरले के गर्नु भने यो माथिबाट एउटा र तलबाट एउटा पार्ट यसरी गरेर यो बिचको भागलाई माथि निकालेर हजुरले यहाँबाट कति लगभग 3 इन्ची बराबर चौडा त्यो माथिदेखि तलसम्म नै यो बाहुलाको लागि त्यहाँबाट निकाल्नु। यहाँ 3.5 इन्ची मार्क लाउनु, त्यो पारि तल 3.5 इन्ची लाउनु, त्यसपछि सर्लक्क काटिदिनु। त्यसबाट गला बाहुला। अब यहाँनिर 3.5 इन्ची हामीले लग्यौँ र यताको कुनामा पनि 3 इन्चीमा मार्क दिइसकेपछि अब सर्लक्कै एक्स्ट्रा नराखेरै काट्ने हो। खास हाम्रो बाहुला चाहिँ कति थियो त 2 इन्ची हो, तर 1 इन्ची एक्स्ट्रा लगाएको छौँ हामीले। पछि यहाँ यसको बिट फोल्ड गर्नुपर्ने होला होइन। यति बराबर फोल्ड गर्नुपर्छ र हाफ इन्ची सिलाइमा पनि जान्छ। त्यही भएर काट्नु। यसरी यो काटेर निकाल्यौँ। यसबाट हामीले बाहुला र पकेट यसबाट निकाल्ने हो। अब यो भागलाई चाहिँ अब के गर्नु भने हजुरले के गर्नुपर्छ भने यहाँबाट यहाँ कति आउँछ नाप्नु त, कति आयो। यहाँबाट यहाँ लगभग 5.5 लगभग पौनी 6 होइन। हो यो जति यहाँबाट यहाँ आयो त्यति हामीले यसको 4 भाग गरेर जुन हामीले साइडमा मार्क दिनुपर्छ। अब हामीले के गर्यौँ यसको एक साइडबाट हामीले बाहुलाको लागि कपडा निकालिदियौँ होइन। 2वटा पार्ट एक साइडबाट निकालेको छैनौँ। त्यो भएर यो हाम्रो ठाडो भाग हो, यो लम्बाइ भाग हो होइन। अब जति यहाँ आएको छ हामी त्यति नै यहाँनिर मार्क दिने होइन। हो यसमा चुट्का लाउने। त्यसपछि यो बाँकी रहेको जति पनि छ यो चाहिँ हाम्रो कतिमा अट्याच भइसक्नु पर्यो, यतिमा आइसक्नु पर्यो होइन। यो यत्रो एक्स्ट्रा भाग छ लाउनु। यो भागभरि यसैमा अट्याच हुनुपर्छ। चुना चाहिँ त्यसरी पार्नुपर्छ। अब यो कटिङ सबै फाइनल भइसकेको छ र बाहुला काट्नु पर्यो। थोरै बाहुला बाँकी छ। बाहुला काट्नलाई अब सिम्पल छ बाहुला काट्नलाई चाहिँ। अब यो चाहिँ यहाँदेखि लम्बाइ हामीलाई बाहुलाको मोरी भनेको 14 हो। 14लाई भाग 2 गर्दा 7 इन्ची भयो होइन। त्यसमा 1.5 इन्ची प्लस गर्दा 8.5मा मार्क लाउनु त एउटा यस्तो प्रकारले हो। 8.5मा मार्क लाउने। त्यस पछाडि हजुरले सेप यो अऱ्याउनुहोस् त हजुरले। अब सेप दिँदा हेर्नुहोस् है यस्तो तरिकाले क्रस गर्ने हो। यसरी चाहिँ काट्ने हो। अब हजुरले काट्दा सर्ट यहाँ काट्ने, यसपछि यस्तो गरी काट्ने। कटिङ भयो। यहाँनिर एउटा चुट्का लगाइदिनुहोस् अनि त्यस पछाडि सिद्धो। ल अब यो सबै कुराहरू क्लियर भइसक्यो। यो बसेको बाटो हामीले पकेट हाल्नुपर्छ होइन। पकेट हाल्नु थाहा छ हजुरलाई। अनि अब यसरी चाहिँ तयार भइसकेपछि अब यसलाई सिलाउनु हजुरले। बाँकी अर्को भिडियोमा हामीले अब सिलाउने विषयमा पनि हामी सिकौँला। डेउरा कपडा काट्न गलामा हाल्नलाई हो। यस्तो यो कपडा यसरी सिङ्गल गर्ने। त्यसपछि हजुरले सिधै यहाँबाट यहाँसम्म क्रस हानिदिने। यहाँबाट सर्लक्क यहाँबाट यस्तो तरिकाले काट्नु पर्यो क्या। यसरी काट्दाखेरि क्रसमा मान्ने हुन्छ। यसबाट चाहिँ गला हाल्नलाई सजिलो हुन्छ।